सकारात्मक सोचले मानिसको मनमा सधैँ जोश, जाँगर, उत्साह, उमङ्ग जगाउँछ र मानिसको मन प्रसन्न भयो भने त्यो नै मानिसको सन्तुष्टि, सुख र सम्पत्ति हो। यदि नकारात्मक कुनै वस्तु छ भने पनि त्यसलाई नकारात्मक दृष्टिले निहाल्ने होइन, उसलाई सकारात्मक तरिकाले विचार गर्नुपर्दछ। नकारात्मक सोचले मानिसलाई सदैव हीन, दीन र दुखी, नैराश्य मात्र प्राप्त हुन्छ र ऊ एक दिन निराशाको अन्धकारमा डुबेर फेरि पुनः जाग्न सक्दैन। तसर्थ आफ्नो कल्याण र जगतको कल्याणका लागि भए पनि मानिसले सदैव सकारात्मक सोच बनाएर आफ्नो अन्तिम ध्येयतर्फ कदम चाल्नु पर्दछ।